नमस्कार दर्शकबिन, आज चाहिँ हामी असोज महिनाभरिको समसामयिक गतिविधिहरूको सङ्गालो तपाईहरुमा प्रस्तुत गर्न गइरहेका छौं। कृपया यो भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला। यो चाहिँ लोकसेवा तयारीहरुका गर्नेहरुका लागि सहयोगी रहेकाले यसमा खरिदार अध्ययन गर्ने, नासो अध्ययन गर्ने, शिक्षक सेवा अध्ययन गर्ने लगायतका सम्पूर्ण संस्थान लगायतका सम्पूर्ण आयोग तयारी गर्ने सम्पूर्ण साथीहरुका लागि एकदम महत्त्वपूर्ण समसामयिक भएकाले यो भिडियोलाई चाहिँ सक्दो साथीहरुलाई शेयर गर्न चाहिँ नभुल्नु होला। आजको विषयवस्तुतिर प्रवेश गर्छौं। आजको विषयवस्तुमा सबभन्दा पहिले हामी चाहिँ नोबेल पुरस्कारतिर जाउँ। नोबेल पुरस्कार तपाईहरुले जस्तो भिडियोहरु अथवा फेसबुक पेजहरुतिर पनि तपाईहरुले देख्न सक्नुभएको छ। हाम्रो पेजतिर आवर प्रिपरेसन भन्ने हाम्रो पेजमा पनि हामीले अपलोड गरेका थियौं। आजको प्रश्न नम्बर 1 मा छिर्दाखेरि चाहिँ सन् 2025 मा भौतिक शास्त्रतर्फ नोबेल पुरस्कारबाट सम्मानित हुने व्यक्तित्व को हुन् भन्ने रहेको छ, जसको आन्सर रहेको छ जोन क्ल्यार्क भन्ने रहेको छ, जुन बेलायती हुन्। जुन चाहिँ 3 जनालाई दिएको छ, तीमध्ये जोन क्ल्यार्क चाहिँ बेलायती हुन्। त्यसपछि मिसेल एच डेभरेट भन्ने हुनुहुन्छ, जुन चाहिँ फ्रान्सियल हुन्। त्यसपछि र जोन एम मार्टिनेज अमेरिकन हुन्। तीनजना जुन चाहिँ अमेरिका, बेलायत र फ्रान्सका तीनजना महान विद्वानहरु चाहिँ मिलेर कम्बाइन गरेर जुन चाहिँ भौतिक फिजिक्स सम्बन्धीको आविष्कारमा उहाँले चाहिँ त्यो उपाधि प्राप्त गर्नुभएको छ। तपाईहरुले यहाँ हेर्न सक्नुहुन्छ चिकित्सा शास्त्रकामा कोले पायो भन्ने कुराहरु छन्। यिनीहरुको योगदान पनि यहाँ हेर्न सक्नुहुन्छ राम्रोसँग भिडियोहरुमा। यसमा जुम गरेर राम्रोसँग हेर्न सक्नुहुन्छ। योगदानहरु शारीरिक प्रतिरोधक प्रणालीको गरेका छन्, जुन चाहिँ चिकित्सा शास्त्रहरु पाउने मेरी वानको हैन अमेरिकाका हुनुहुन्छ। अनि यसले भौतिक शास्त्रमा पनि जोन क्ल्यार्क, बेलायत, मिसेल एच डेभरेट भन्ने रहेका छन्, जुन चाहिँ दैनिक डिजिटल सञ्चार हैन हाम्रो डिजिटल कम्युनिकेसन भन्छ नि, त्यसलाई चाहिँ कसरी इम्प्रुभमेन्ट गर्ने, त्यो सो प्रविधिमा इम्प्रुभमेन्ट ल्याएर हैन त्यसको बारेमा बताएका छन्। रसायन शास्त्रहरु त्यस्तै कुराहरु हैन, यिनीहरु चाहिँ तपाईहरुले हेर्न सक्नुहुन्छ। त्यसैगरी आजको प्रश्न नम्बर 2 तिर छिर्छौं। प्रश्न नम्बर 2 मा के छ भन्दाखेरिमा चाहिँ नेपालको इतिहासमा पहिलो पटक महिला प्रधानमन्त्री बन्न भएको छ सुशीला गान्धी। सो व्यक्तित्व को हुनुहुन्छ भनेको छ। अब यो तपाईहरुलाई सबैलाई थाहै भएको छ। अब त्यसको डेट चाहिँ इम्पोर्टेन्ट हुन सक्छ। यहाँ हेर्न सक्नुहुन्छ तपाईहरुले यो डेट चाहिँ एकदम इम्पोर्टेन्ट हुन सक्छ तपाईहरुको लागि। नेपालको पहिलो प्रधानमन्त्री पनि हुन्, उनी पहिलो प्रधान न्यायाधीश पनि हुन्। कार्की चाहिँ विक्रम सम्वत 2082 साल भदौ 27 गते प्रधानमन्त्री भएकी हुन्। पदमा उनले नियुक्त हुन पाएको हो। 2223 को हैन जेनजी आन्दोलन पश्चात 24-25 छोडेर 27 गते चाहिँ उहाँ चाहिँ नियुक्त हुनु भएको हो। नियुक्त चाहिँ राष्ट्रपति रामचन्द्र पौडेलद्वारा चाहिँ गरिएको हो। जुन चाहिँ कुन धाराद्वारा अथवा कुन संविधानको कुन धारामा द्वारा गरियो भन्दाखेरि चाहिँ नेपालको संविधानको धारा 61 को उपधारा 4 को आधारमा कार्कीले चाहिँ प्रधानमन्त्री नियुक्त गरिएको हो है। त्यसैगरी अब नेक्स्ट प्रश्नतिर जान्छौं। नेक्स्ट प्रश्नको यहाँ फोटो देख्न सक्छौं, यहाँ सुशीला गान्धी हुनुहुन्छ। त्यसैगरी नेक्स्ट प्रश्न रहेको छ प्रश्न नम्बर 3 मा विश्वमा सर्वप्रथम एआई मन्त्री बनाउने देश कुन हो भन्ने छ हैन। सुन्नुभएको होला, एउटा देश छ जुन चाहिँ अल्बेनिया भन्ने देश छ। उले चाहिँ के गर्छ भन्दाखेरि चाहिँ एआई हैन आर्टिफिशियल इन्टेलिजेन्सलाई चाहिँ मन्त्री नै बनाइसक्यो, मन्त्री नियुक्त गरिसक्यो हो। त्यस्ता देशहरु विश्वको यो पहिलो देश भएकाले चाहिँ समसामयिक रहेको छ। यो महत्त्वपूर्ण हुन सक्छ सायद यो संस्थानमा पनि सोधिन्छ यो कुराहरु। अब यसको नियुक्तिकै मिति चाहिँ कहिले भयो भन्दाखेरि चाहिँ सन् 2025 सेप्टेम्बर 11 लाई हेरिन्छ। नाम चाहिँ उसको डिएला भन्ने चाहिँ नाम राखिएको छ। उद्देश्य भनेको भ्रष्टाचार नियन्त्रण र पारदर्शी शासन, जसले चाहिँ कन्ट्रोल द करप्सन हैन र ट्रान्सपेरेन्सी मेन्टेन गर्छ भन्ने हिसाबले पर्पोजले हैन। जो चाहिँ एआईले चाहिँ हाम्रो के अल्बेनिया भनेको एआईले त हाम्रो भ्रष्टाचार पनि गर्न मिल्दैन नि त। उले चाहिँ फ्याक्ट काम गर्ने, जुन काम गर्न लगाएको हो त्यही काम गर्ने हो, त्यो भन्दा बढी उले काम गर्दैन। न उलाई आर्थिक लोभमा पर्नु छ, न उसको सन्ततिको विकास गर्नु छ हैन। उलाई आफ्नो काम गर्नु मात्र फोकस भएकाले यो चाहिँ भएको हो। त्यसैगरी प्रश्न नम्बर 4 मा छिर्छौं। अन्तर्राष्ट्रिय ओजोन तह संरक्षण दिवस कहिले मनाइन्छ भनेको छ। यसको आन्सर तपाईलाई थाहा छ, सेप्टेम्बर 16। यसको नारा चाहिँ छ फ्रम साइन्स टु ग्लोबल एक्सन, अर्थात् के यसको मिनिङ के हो भन्दाखेरि विज्ञानबाट विश्वव्यापी कार्यक्रम सम्पन्न हुन्छ। त्यसैगरी प्रश्न नम्बर 5 मा छिर्छौं। बालेन्टी अवार्ड यो चाहिँ महत्त्वपूर्णै हुन्छ है, जुन चाहिँ सेक्टरमा पनि महत्त्व हुन्छ। बालेन्टी अवार्ड 2025 का विजेता को हुन् भनेको छ। पुरुषतर्फ आसमन डेम्बले दुई जनाले पाउनु भएको छ। यहाँ फिगरमा यी हुन् आसमन डुम्बले र अर्को महिलातर्फ चाहिँ आइताना बोनो मतनी भनिन्छ, जुन चाहिँ फ्रान्सका हुन्। यिनी चाहिँ स्पेल लगाएको छ तेस्रो पटक जित्ने चाहिँ। त्यसैगरी प्रश्न नम्बर 6 मा रहेको छ नेपाल विद्युत प्राधिकरणको नयाँ कार्यकारी निर्देशक
कसलाई नियुक्त गरियो भनेर रहेको छ, जसको आन्सर रहेको छ मनोज सिलवाल। हेर्न सक्छ यहाँ चाहिँ हुन् मनोज सिलवाल। उहाँलाई विक्रम सम्वत 2082 असोज 5 गते मन्त्री परिषदको बैठकले चाहिँ उहाँलाई चाहिँ नियुक्त गरिएको हो। त्यसै प्रश्न नम्बर 7 तिर लाग्छौँ। प्रश्न नम्बर 7 ले के भन्छ भन्दाखेरि सरकारले केन्द्रीय अनुसन्धान हैन ब्युरो CIEB को प्रमुख कसलाई चयन गर्यो भनेको छ, जसको आन्सर रहेको छ AIG मनोज केसी। मनोज केसीलाई चाहिँ सरकारले चाहिँ प्रमुख उसको CIEB को रूपमा नियुक्त गरेको छ। डाक्टर केसी यसअघि प्रहरी प्रधान कार्यालय स्थिति प्रदेश समन्वय विभाग कार्यरत हुनुहुन्थ्यो। डाक्टर केसीले भुटानी शरणार्थी प्रकरण सम्बन्धी अनुसन्धानको नेतृत्व गर्नुभएको थियो। त्यसैगरी प्रश्न नम्बर 8 मा जेनजी आन्दोलन विक्रम सम्वत 2082 भदौ 23-24 को सन्दर्भमा भएका घटनाको अनुसन्धानका लागि उच्च स्तरीय न्यायिक जाँच आयोग कहिले गठन गरिएको हो भनेर छ, जसको आन्सर रहेको छ विक्रम सम्वत 2082 असोज 5 गते रहेको छ। असोज 5 मा बसेको मन्त्री परिषद बैठकले पूर्व न्यायाधीश गौरी बहादुर कार्कीको अध्यक्षतामा 3 सदस्यीय आयोग चाहिँ गठन गरेको है। त्यसैगरी प्रश्न नम्बर 9 तिर छिर्छौँ अब चाहिँ। प्रश्न नम्बर 9 ले भन्छ लोकसेवा आयोगद्वारा विक्रम सम्वत 2082 असोज 5 गते राष्ट्रपति समक्ष पेश गरिएको आर्थिक वर्ष 81-82 को वार्षिक प्रतिवेदन अनुसार स्थायी रोजगारीको लागि सबैभन्दा बढी उम्मेदवार सिफारिस भएका जिल्ला कुन हो भन्नाले चाहिँ सबैभन्दा बढी सरकारी जागिर खाने चाहिँ लोकसेवामा सरकारी जागिर खाने कहाँ हुनुहुन्छ भन्दाखेरि चाहिँ जुम्ला जिल्लाका हुनुहुन्छ। सिफारिस भएको कुल उम्मेदवार सङ्ख्या चाहिँ 2592 थियो भने पुरुष चाहिँ 1690 हुन्छ र महिला चाहिँ 902 हुन्थ्यो। चाहिँ अरू डाटाहरू पनि छ, तपाईँहरूले चाहिँ हेर्न सक्नुहुन्छ। भिडियो धेरै लामो हुनाले म सबैले एक्सप्लेन गरिदिनु, तपाईँहरूले हेर्न सक्नुहुन्छ आरामले। मैले स्लोली स्लाइड गर्दा छु। त्यसै गरी प्रश्न नम्बर 10 मा छिर्छौँ हामी। प्रश्न नम्बर 10 मा रहेको छ भैरव पुरस्कार 2082 बाट सम्मानित व्यक्तित्व को हुनुहुन्छ भनेर छ, जुन चाहिँ हास्य व्यङ्ग्यकार कृष्ण प्रधान चाहिँ सो पुरस्कार प्राप्त गरेका हुन्। राशि चाहिँ 1,11,111 रहेको छ। त्यसै गरी भैरव बाङ्गी पुरस्कार चित्र कलाकार हरिप्रसाद शर्माले प्राप्त गर्नुभएको छ अनि भैरव प्रतिभा पुरस्कार विवश पोखरेलले प्राप्त गर्नुभएको छ। यहाँ तपाईँहरूले यहाँको चित्र हेर्न सक्नुहुन्छ 1, 2, 3 जना। त्यसै गरी प्रश्न नम्बर 11 मा जान्छौँ। 11 मा रहेको छ हाम्रो राष्ट्रिय शिक्षा दिवस कहिले मनाइन्छ, यसको आन्सर रहेको छ असोज 2 गते, जुन चाहिँ सबैलाई थाहै छ। यसको आदर्श वाक्य के हो भन्दाखेरिमा चाहिँ ज्ञान विज्ञान अथवा नारा के हो भने ज्ञान विज्ञान सिप उद्यम र मौलिकता साझेदारी र प्रणालीको स्वच्छता भन्ने चाहिँ हाम्रो नारा रहेको छ 2082 सालको। त्यसै गरी प्रश्न नम्बर 12 मा जान्छौँ। अन्तर्राष्ट्रिय साक्षरता दिवस कहिले मनाइन्छ भनेर रहेको छ, जसको आन्सर रहेको छ सेप्टेम्बर 8 गते हाम्रो अन्तर्राष्ट्रिय साक्षरता दिवस होइन दिवस मनाइन्छ। यसको चाहिँ सन् 2025 को नारा रहेको छ प्रोमोटिङ लिटरेसी इन द डिजिटल इरा। प्रोमोटिङ लिटरेसी इन द डिजिटल इरा भन्ने यसको नारा रहेको छ। यो चाहिँ 59औं चाहिँ महोत्सव चाहिँ बनाएको साक्षरता दिवस हो। त्यसै गरी यसको अब प्रश्न नम्बर यहाँ तपाईँहरूले यसको डिटेलली चाहिँ तपाईँले आफै अध्ययन गर्न सक्नुहुन्छ। प्रश्न नम्बर 14 तिर लाग्छौँ। प्रश्न नम्बर 14 मा रहेको छ सन् 2025 सेप्टेम्बरमा ग्ल्याबद्वारा सार्वजनिक गरिएको ग्लोबल सेफ्टी प्रतिवेदन अनुसार विश्वकै सुरक्षित देश कुन रहेको भनेको छ, जसको आन्सर रहेको छ सिङ्गापुर। सिङ्गापुर इज द सेफ कन्ट्री है गाइज। सिङ्गापुर चाहिँ कस्तो हो भन्दाखेरि चाहिँ न यसमा कुनै देशसँग विवादित छ, सानो छ, आफूमा परिपूर्ण छ र सुखी पनि छ र एकदम विकसित पनि देखिन्छ है, विकसित पनि छ धेरै। त्यसै गरी हाम्रो देशलाई पनि सिङ्गापुर जस्तो बनाउनु पर्छ भन्ने हाम्रोमा यो फेरि भूपरिवेशी राष्ट्र पनि हो है सिङ्गापुर। त्यसै गरी प्रश्न नम्बर 15 मा हेर्दाखेरिमा चाहिँ सरकारले सम्पत्ति शुद्धिकरण विभाग र राजस्व अनुसन्धान विभागलाई कुन मन्त्रालय अन्तर्गत ल्याउने निर्णय गरेको छ भनेको छ होइन, जुन चाहिँ आन्सर रहेको छ अर्थ मन्त्रालय, जुन चाहिँ नयाँ प्रधानमन्त्री अथवा मन्त्री परिषद बैठकले चाहिँ पारित गरेको असोज 9 गते चाहिँ यो पारित भएको हो। त्यसै गरी प्रश्न नम्बर 16 मा रहेको छ हाल मुलुकमा साक्षर घोषित जिल्लाको संख्या कति रहेको छ भनेको छ 68 रहेको छ होइन। 68औं साक्षर जिल्ला चाहिँ हाम्रो कालीकोट रहेको छ। साक्षर घोषणा मिति भनेको चाहिँ विक्रम सम्वत 2082 साल असोज 9 गते हो। त्यसरी कर्णाली प्रदेशमा साक्षर घोषित हुन बाँकी जिल्ला भनेको अब लास्ट एटलिस्ट डोल्पा रहेको छ। 65औं जिल्ला कुन हो भन्दाखेरि चाहिँ तपाईँहरूले मुगु भन्न सक्नुहुन्छ। 66औं जिल्ला चाहिँ जुम्ला हो भने 67औं जिल्ला हुम्ला हो, हुम्ला पछि चाहिँ कालीकोट आउँछ है। मुगु जुम्ला हुम्ला कालीकोट, मुगु चाहिँ लास्टमा हुन्छ। त्यसपछि चाहिँ सम्झाउनु कालीकोट अगाडि पछाडि मजुहका मुजुल्का भन्ने पनि भइहाल्यो, मुजुल्काको बिचमा आउँछ भने। त्यसै गरी प्रश्न नम्बर 17 मा के छ भन्दाखेरिमा चाहिँ नेपालमा सुरक्षित गर्भपतन दिवस कहिले मनाइन्छ भनेर जसको आन्सर रहेको छ असोज 10 गते हुनेछ। यसको नारा रहेको छ सुरक्षित जीवनको लागि सुरक्षित गर्भपतन भनिरहेको छ। त्यसै गरी प्रश्न नम्बर 18 मा रहेको छ विद्युत विकास विभागको महानिर्देशक कसलाई
नियुक्त गरियो भनेर, जसको आन्सर हुन्छ मानदेवी श्रेष्ठ विक्रम सम्वत 2082 साल असोज 10 गते उहाँले नियुक्त गर्नुभयो। उहाँ हेर्न सक्नुहुन्छ विद्युत प्राधिकरणको विभागको मानदेवी श्रेष्ठ हुनुहुन्छ। त्यसै गरी प्रश्न नम्बर 19 मा जान्छौँ। चीनले नयाँ भूउपग्रह हैन क्रेङयुन 308 सफलतापूर्वक कहिले प्रक्षेपण गरेको हो भनेर छ, जसको आन्सर रहेको छ सन् 2025 सेप्टेम्बर 27 हैन। यो चीनको लागि नयाँ कुरो होइन, यहाँ चीनले यस्ता धेरैवटा उपग्रहहरू पनि सेटेलाइटहरू चाहिँ सफल प्रक्षेपण गरेकै छ। यसमा डिटेल कुराहरू हेर्न चाहनुहुन्छ भने तपाईहरुले चाहिँ चीनको एउटा वेबसाइट छ त्यसमा गएर हेर्न सक्नुहुन्छ। त्यसै गरी प्रश्न नम्बर 20 तिर चाहिँ नेपालमा पहिलो एआई प्रविधिद्वारा हैन, यो चाहिँ हाम्रो लागि नयाँ पनि कुरो हो, एउटा समसामयिक कुरो पनि हो, महत्त्वपूर्ण हुन्छ है। नेपालले पनि के एआई सँग नै काम गर्दैछ भने नेपालले एआई प्रविधिद्वारा सञ्चालित सामाजिक सञ्चार प्लेटफर्म ग्लोबल डायरी कहिले सार्वजनिक गर्यो। हाम्रो एउटा नयाँ प्लेटफर्म, हाम्रो एउटा नयाँ हैन वेबसाइट नयाँ भएको छ, सार्वजनिक भएको छ, त्यसको चाहिँ त्यो नाम हो ग्लोबल डायरी। त्यो कहिले सार्वजनिक हो भन्दाखेरि विक्रम सम्वत 2082 साल असोज 10 गते चाहिँ सो प्लेटफर्म व्यक्ति र सबै व्यवसायका लागि चाहिँ एकदम फाइदाजनक रहेको कुरा जानकारी गराउन चाहन्छौँ। त्यसै गरी प्रश्न नम्बर 21 मा रहेको छ विश्व शिक्षक दिवस कहिले मनाइन्छ। विश्व शिक्षक दिवस अक्टोबर 5 मा मनाइन्छ। सन् 2025 को नारा द टिचर अफ द नीड फर द एजुकेसन वी वान्ट भन्ने चाहिँ यसको नारा रहेको छ। त्यसै गरी प्रश्न नम्बर 22 मा रहेको छ विश्व शान्ति दिवस कहिले मनाइन्छ भनेर छ, जसको आन्सर रहेको छ सेप्टेम्बर 21 मा शान्ति हैन 81 मनमा सबै कुराहरू बिर्से हैन, मैले टेन्सन सबै बिर्से भनेपछि हामीलाई के हुन्छ शान्ति हुन्छ भन्ने सम्झिने। 81 मैले सबै कुराहरू बिर्से, मेरो घरको पीरहरू सबै कुरा बिर्सेपछि मलाई के हुन्छ शान्ति हुन्छ भन्ने सम्झिने। यसको नारा रहेको छ एक्ट नाउ फर अ पिसफुल भनेर रहेको छ जुन चाहिँ। त्यसपछि प्रश्न नम्बर 23 मा रहेको छ सन् 2025 सेप्टेम्बरमा युएईमा सम्पन्न एसिया कप क्रिकेट उपाधि जित्ने राष्ट्र कुन हो भनेर छ, जुन चाहिँ भारत भइहाल्यो। पाकिस्तानलाई एकदम नराम्रो तरिकाले हार गरेर भारत र पाकिस्तानको लगभग फाइनलमा 3 चोटि फाइनलमा भएको थियो, खेल भएको थियो, तर भारतले एकदम डोमिनेट तरिकाले जितेको छ। त्यसै गरी भिडियो पनि हेर्नु भएको होला यसको मैले अपलोड गरेको सर्टमा। त्यसै गरी प्रश्न नम्बर 24 मा रहेको छ सरकारले कृषिमा लगानी दशकको रूपमा घोषणा गरेको अवधि कुन हो भनेर रहेको छ, जसको आन्सर रहेको छ विक्रम सम्वत 2081 देखि 91 चाहिँ सो हाम्रो दशक रहेको छ। त्यसै गरी प्रश्न नम्बर 25 ले भन्छ धरान उपमहानगरपालिकाको प्रमुख हर्क सम्पादकले निर्वाचन आयोग श्रम संस्कृति पार्टीको नामक दल दर्ताका लागि औपचारिक कहिले निवेदन दिएका हुन् भनेर छ, जसको आन्सर रहेको छ विक्रम 2082 असोज 7 गते। हर्क सम्पादकले नयाँ पार्टी खोल्नु भएको छ है, उसको नाम रहेको छ श्रम संस्कृति पार्टी। यहाँले हर्क सम्पादकको तस्बिर हेर्न सक्नुहुन्छ। हाम्रो हर्क सम्पादक एकदम देशको लागि आवश्यक मान्छे हो है, उहाँ चाहिँ एकदम सफल लिडर पनि हो। उहाँले चाहिँ राम्रो काम पनि गरेको छ, नराम्रो काम उहाँले गरेको देखिन म चाहिँ। प्रश्न नम्बर 26 मा रहेको छ सातै उत्तरी प्रदेशद्वारा आर्थिक वर्ष 2082-83 का लागि कुल कति राशिको बजेट प्रस्तुत गरियो भनेर छ, जसको आन्सर रहेको छ 2 खर्ब 87 अर्ब 70 करोड रहेको छ। प्रश्न नम्बर 27 ले भन्छ विश्व पर्यटन दिवस कहिले मनाइन्छ भनेर छ, जसको आन्सर रहेको छ सेप्टेम्बर 27 मा मनाइन्छ। सन् 2025 46औं नारा रहेको छ टुरिज्म एन्ड सस्टेनेबल ट्रान्सफर्मेसन भनेर रहेको छ। त्यसै गरी प्रश्न नम्बर 28 मा रहेको छ ट्रान्सपेरेन्सी इन्टरनेसनल सन् 2025 फेब्रुअरी 11 मा सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचाङ्क कर्पोरेसन इन्डेक्स CPI अनुसार नेपाल कतिऔं स्थानमा रहेको छ भन्दाखेरि चाहिँ 107औं स्थानमा रहेको छ। त्यसै गरी प्रश्न नम्बर 29 मा रहेको छ विश्व बैंकले सन् 2025 अक्टोबरमा सार्वजनिक गरेको साउथ एसिया डेभलपमेन्ट रिपोर्ट अनुसार आर्थिक वर्ष 2082-83 मा नेपालको आर्थिक विस्तार कति रहने प्रक्षेपण गरेको छ भन्दाखेरि चाहिँ 2.1% रहेको छ। त्यसै गरी प्रश्न नम्बर 30 ले भन्छ सरकारले भूमि समस्या समाधान आयोग खारेज गर्ने निर्णय कहिले पारित गर्यो भनेर रहेको छ, जसको आन्सर रहेको छ असोज 23 गते चाहिँ यो निर्णय चाहिँ पारित भएको है। भूमि समस्या समाधान आयोग गठनको आदेश 2081 जुन गठन भएको आयोग सबै जिल्ला समिति खारेज गर्ने निर्णय चाहिँ गरेको छ। त्यसै गरी प्रश्न नम्बर 31 मा रहेको छ सरकारले हालै कुनै जिल्लालाई विपद सङ्कटग्रस्त जिल्ला घोषणा गरेको छ भनेर जसको आन्सर इलाम कहिले गरियो भन्दाखेरि विक्रम सम्वत 2082 असोज 23 गते जुन दिन त्यो अघि माथि हुन्छ हैन त्यसलाई चाहिँ खारेज गरेको थियो, त्यही दिन चाहिँ भूमि आयोग खारेज गरेको थियो, त्यही दिन चाहिँ हाम्रो चाहिँ
किल्लामलाई पनि के गर्यो सङ्कटग्रस्त घोषणा गर्यो। त्यसैगरी प्रश्न नम्बर 32 मा एकदम महत्त्वपूर्ण रहेको छ जुन चाहिँ इजरायल र हमास बीचको युद्ध चाहिँ समाप्त हुने हैन इन्ड हुने भन्ने कुरा चलिरहेको छ। त्यो कुरामा रहेको छ इजरायल र हमास बीचको कहिलेदेखि लागू हुने गरी युद्ध विराम हुने गरी सम्झौता भएको हो भनेर छ। त्यसको आन्सर रहेको छ सन् 2025 अक्टोबर 11 मा चाहिँ युद्ध विराम हुने चाहिँ भएको छ है। त्यसैगरी प्रश्न नम्बर 34 मा रहेको छ हाल नेपालकी जीवित देवी हैन जीवित देवी श्री कुमारी पदमा कसलाई चयन गरियो भनिरहेको छ जसको आन्सर रहेको छ आयतारा साक्य। आयतारा साक्यलाई चाहिँ जीवित देवीका रूपमा चाहिँ अहिले चाहिँ पदमा स्वीकार गरेको छ। यसरी नवनियुक्त जीवित देवी आयतारा साक्य अब बसन्तपुर स्थिति कुमारी घरमा बस्नुहुनेछ। कुमारीले धार्मिक कार्य पूजाआजा र राज्यका प्रमुख चाडपर्वमा विधिपूर्वक उपस्थित गराइने परम्परा छ। काठमाडौँ उपमहानगरपालिकाले 17 निवासी अनन्त साक्य र प्रतिष्ठा साक्यकी सपुत्री आयतारा साक्यलाई गुठी संस्थानको मिति 2082 असोज 9 गतेको निर्णय अनुसार श्री कुमारी माताकोमा नियुक्त गरिएको हो। त्यसैगरी प्रश्न नम्बर 35 मा छ गण्डकी प्रदेशको सभाले मगर र गुरुङ भाषालाई सरकारी कामकाजको भाषाको रूपमा प्रयोग गर्न सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक कहिले पारित गरेको हो। अब चाहिँ गण्डकी प्रदेशमा चाहिँ गुरुङ भाषा र मगर भाषा पनि के भन्दाखेरि कामकाजका भाषा सरकारमा सरकारी कामकाजका भाषा हुने भयो है। यो चाहिँ कहिले पारित भयो भन्दाखेरि विक्रम सम्वत 2082 असार 24 गते चाहिँ पारित भएको। यो असारको हो त्यो पनि तपाईहरुलाई उसरी अपडेट गरेर हम भन्ने चाहिँ लास्ट 34 भएर 35 मा क्वेशन जम्मा 34 वटा महत्त्वपूर्ण क्वेशन भएको थिए। त्यो मध्ये पनि 35 वटा एउटा एक्स्ट्रा क्वेशनहरु थपिराखौँ भन्ने तपाईहरुले राखेको छौं। सो भिडियो कस्तो लाग्यो प्रतिक्रिया जनाइदिनु होला र सके शेयर गर्नु होला लाइक र कमेन्ट गर्न चाहिँ नभुल्नु होला र हाम्रो भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा तपाईहरुलाई धेरै धेरै धन्यवाद। हस् बिदा माग्छु। नमस्कार।